हेर्नुस् गाइस, अब यहाँ क्वेशन छन् 10 वटा। अब म हजुरहरूलाई यिनी क्वेशन बताउने छु। अब हामी ल क्वेशन 1 नम्बर, व्हाट इज द क्यापिटल सिटी अफ जापान? जापानको राजधानी के हो भनेर छ। जापानको राजधानी टोकियो छ। यहाँनिर आन्सर देखिएको छ। अब सेकेन्ड क्वेशन तिर जाउँ त, व्हिच प्लानेट इज नोन एज रेड प्लानेट? कुन ग्रह रातो ग्रह भनेर चिनिन्छ? यसको आन्सर हो मार्स, यानी कि मंगल है। अब हाउ मेनी साइड्स डज अ हेक्सागन? हेक्सागनमा कतिवटा कुना हुन्छन् भनेर क्वेशन सोधेको छ। आन्सर हो 6 छ। हु रोड द प्ले? कसले लेखेको हो नाटक? रोमियो एन्ड जुलियट। रोमियो एन्ड जुलियटको नाटक कसले लेखेको छ? विलियम शेक्सपियर। विलियम शेक्सपियरको कहानी हजुरले पढेको होला र यिनीले यो लेखेका हुन्। व्हाट इज द H2O कमनली नोन एज? H2O को मतलब के हो त? पानी हो, यहाँनिर वाटर छ। अप्सन सी यसको आन्सर हो। अब क्वेशन नम्बर 6 तिर जाउँ। व्हिच ग्यास डु ह्युमन्स निड टु ब्रेथ इन द सर्भाइभ? कठिनाइमा मानवलाई चाहिने ग्यास कुन हो भनेको छ त? कुन हो? अक्सिजन हो। यो क्वेशन पनि हामीलाई थाहा थियो। अब क्वेशन नम्बर 7 तिर जाउँ। Which continent is the Sahara Desert located? सहारा रेगिस्तान भन्ने कहाँ, कुन महादेशमा रहेको छ? त्यसको सही आन्सर हो अफ्रिका। Who is known as the father of computer? फादरका सुसाङ्ख्य, नेपालीमा कम्प्युटरलाई सुसाङ्ख्य भनिन्छ। सुसाङ्ख्यका पिता भनेर कसलाई चिनिन्छ? चार्ल्स बेबेजलाई चिनिन्छ। Which is the largest mammal in the world? विश्वको सबैभन्दा ठुलो स्तनधारी जीव कुन हो भनेर सोधेको छ। त्यसको ब्लू व्हेल, जो समुद्रमा पाइन्छ है। हाउ मेनी आवर्स आर देयर इन 2 days? 2 दिनमा कतिवटा घण्टा हुन्छन्? 48। एक दिनमा 24 हुन्छन्। 24 48 48 भयो। ल गाइस, आज यतिकै, धन्यवाद।